यहाँ हेर्नु न, यहाँको तरकारी खेती तरुल क्या नेपाली जस्तो तरुल। यहाँ बोडी यो के हो खै, काँक्रा रहेछ। धान हेर्नु न, म पहिला धनकुटामा हुँदाखेरिको याद आयो भनेको मामालाई गएर फर्किँदै गर्दाखेरिको धानबारी जस्तै याद आएको। त्यति राम्रो। हामी पहिला मामा जाने बेला अब हाम्रो त खेती थिएन हाम्रो देउसीमा मात्र खेत पाउँथ्यो। उठान छोरी जाउँ। यस्तो धान देख्दा पनि कति रमाइलो लाग्थ्यो कि बल्ल बल्ल एक वर्षमा दसैँ आएपछि मामालाई जाने अनि यस्तो धान खेती हुँदै हुँदै जान्थ्यो, रमाइलो लाग्थ्यो। हाम्रो त खेती थिएन। अहिले यहाँ हामी बसेको ठाउँमा त बारी सारी छैन। त्यो हस्पिटलमा आउँदा चाहिँ बारी खेती कस्तो नेपालमा भएको जस्तै फिल हुन्छ। तर सतमेश बाजे बोजूहरूको चियान के गरेको छोरा, के गरेको त्यहाँ नटिप्यो त्यो त छिउ माथि गएर टिप्नुपर्छ। यहाँ हुन्न हिँड न, च्यान गाडीमा बस्छ भनेको झन् मलाई झन् पिर परिरहेको छ। च्यान गाडी आएपछि पहिला त वास्ता लाग्दैन थियो, तर बच्चा हुँदा त एकदम पिर लाग्ने रहेछ। अनि मेरो बच्चालाई के होला कि, मेरो बच्चालाई के लाग्ला कि भनेर यति अलिकति बिरामी हुन पाउनु छैन नेपालमा भाउजूलाई फोन गरेर ल धामी लगाइदिन जानु मेरो बच्चालाई भनेर दिन महिनामा 2-3 चोटि ज्वरो आउँछ, बिरामी हुन्छ। भाउजूलाई हस्पिटल के अरे धामीकोमा जान हैरान हुन्छ। विश्वासले त हो आफ्नो बच्चालाई यस्तो गर्दा ठिक होला कि उस्तो गर्दा ठिक होला कि भनेर सोच्यो। तर मलाई त धामीहरू पनि विश्वास त लाग्छ, एकदम धेरै विश्वास लाग्छ मलाई धामीहरूको चाहिँ। अब जो पाए जस्तो पाए त्यस्तै धामीहरूको चाहिँ होइन। तर अलिकति मैले आफूले देखाएर आएर कति धेरै कुरा पुगेको भएर विश्वास लाग्छ। सबैलाई त विश्वास लाग्दैन है, यस्तो भनेपछि मैले सबैलाई ए भनेर तस्करी भन्नु नि बेर लाउनु होइन। तर त्यस्तो चाहिँ होइन, मलाई चाहिँ विश्वास लाग्छ। अब आफ्नो कुरा हुने त्यो त विश्वास गर्ने नगर्ने भन्ने कुरा त त्यही पनि। ए हावा आउन थालेर कति अलि आनन्द भयो भनेको। अघि आउँदा त यस्तो 35 डिग्रीको माथिबाटको तातो, तलबाटको बाफ, यो बाटोको बाफले गर्दा त अन्त बच्चा बोकेर हिँड्दा हिँड्दै ढल्छु जस्तै भएको भने। छिटो जाऊँ छोरा। यहाँ हेर्नु न, यहाँ के उखालेको त्यो के हो त्यो त्यहाँ के हो पनि यो फलेर खाना चाहिँ खाने हुँदैन मान्छेले। अब बाटामा ढुङ्गी टिप्दै नहिँड न मेरो छोरीलाई। बल्ल बल्ल ढुङ्गातिर आउँछ, ढुङ्गा टिप्दै हिँडेछ। कति मनपर्ने हो त्यो खेल्ने ढुङ्गी। जुनाहरू भन्छ कि हाम्रोतिर त सुन्तला भन्दा अलिअलि ठुलो सुन्तला पनि छ, कत्रो फलेको। सखरखण्ड नेपालको सुजुनी